हेलो गाइज गुड मर्निङ सबैजनालाई। तपाईँहरू सबैलाई थाहा नै छ म कहाँ छु भनेर। आई एम नाउ हेयरिङ टु रियल म्याड्रिड है। हामीहरू ट्रेन कुरिरहेको थियौँ, फाइनल्ली ट्रेन पनि आइसकेको छ। हेर्नुहोस् न, ट्रेन पनि कस्तो भवाल रहेको छ कि यो चाहिँ बुलेट ट्रेन हो है। अनि फाइनल्ली अब हामी वहाँबाट हिँडेर रियल म्याड्रिडको लागि हिँडेको। म्याड्रिड सहर आइसकेका छौँ। त्यहाँ टर्मिनलबाट हामी निक्लिन लागिरहेको अवस्था। त्यहाँबाट हामी निक्लिसकेपछि यहाँको केही सिनहरू छ है, बाटोमा खिच्दै गरेको। अनि त्यसपछि हामीहरू सिधै आइपुगेका छौँ बेर्नाब्यू रियल म्याड्रिडको होम ग्राउन्डमा। स्टेडियम पनि कस्तो बवाल कि है, थिएटर स्टाइल स्टेडियम है। करिब 84 कस्तो यो हेर्नु न, यहाँको फेरि यस्तो बवाल है। भाउजूले सबै उनीहरूले जितेको च्याम्पियन लिग तपाईँहरूलाई थाहा नै छ, 15वटा च्याम्पियन लिग जितिसकेको छ है। बवाल के सबै मेरो आँखा अगाडितिर यो सबै देखिराख्दाखेरि त म त अचम्मै छु कि एकदम है। नसोचेको पनि थिएन लाइफमा यसरी देख्न पाउँछु भनेर। तर सबै समयको खेल हो, मेहनतमा भरोसा राख्नुहोस्, एक दिन सबै कुराहरू अवश्य पुरा हुँदो रहेछ। म हेरिरहेको थिएँ एकदम बवाल छ। तर पहिलाको च्याम्पियन लिग चाहिँ अलिकति डिफ्रेन्स हुँदो रहेछ है। अनि यो चाहिँ तिनीहरूले च्याम्पियन लिग जित्दाखेरिको। यहाँ चाहिँ लालिगा, स्पेनिस लिगा सबै है। पहिलाको लालिगाहरू पनि सानो सानो हुँदो रहेछ, पछि ठुल्ठुलो सुपर कोपाहरू पनि हेर्नु न डिफ्रेन्ट रहेछ। यस्तो एरेन्ज गरेर राखेको जस्तो बवाल है। तपाईँहरूले गोल्डन बुटदेखि लिएर फिफा अवार्ड, तल सबै अवार्डहरू देख्न सक्नुहुन्छ, ग्लोब्सदेखि लिएर है। यस्तो सबहरू छ क्या यहाँ। यस्तो बवाल तरिकाले एरेन्जमेन्ट गरेर राखिएको छ। बवाल छ, बवाल अति नै बवाल रहेको छ। हेर्न सक्नुहुन्छ, यहाँ छ फेरि फिफा बेस्ट अवार्ड पनि है। सबै रोनाल्डोको गुनगुनको है। फिफा वर्ल्ड कप, युरोपा कप, हेर्नु न वर्ल्ड कप पनि कति धेरै छ। पहिलाको र अहिलेकोमा धेरै फरक है, हेर्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँ। यस्तो बवाल छ यो सबै। म त हेर्दा छक्कै परिरहेको थिएँ कि कतिवटा ट्रफी जितेको रहेछ त नि है। अनि फाइनल्ली मेरो पछाडि देख्न सक्नुहुन्छ बेर्नाब्यूको होम ग्राउन्ड है। यस्तो बवाल छ कि, तर जहाँ यो 84,000 क्यापेसिटीको जहाँ जुन एङ्गलबाट हेर्दा पनि यस्तो नजिकै देख्ने कस्तो थिएटर स्टाइलको रहेछ क्या। यस्तो बवाल छ यो स्टेडियम चाहिँ। तर अहिले गेम नभएको कारणले ग्रास चाहिँ तल राखेको रहेछ, ग्रासहरू चाहिँ देखिएन। तर बवाल के, यसै रियल म्याड्रिड भनेको चाहिँ रहेछ होइन, अब विश्वको सबभन्दा धनी क्लब। थ्याङ्क यू सो मच फर वाचिङ, किप सपोर्टिङ, किप लभिङ है। फेरि अर्को नयाँ भ्लगमा फेरि भेट्नेछौँ हामीहरू। अहिलेको लागि चाहिँ लाइक, सेयर